एकदम रमाइलोसँग तिहारको टिका लगाउनको लागि बहिनीको घरतिर जाँदैछु। तपाईँहरूलाई यो देखाउँदैछु आज मेरो रमाइलो कस्तो हुन्छ तपाईँहरूले हेर्नु होला। यहाँ अहिलेलाई चाहिँ हामी दाजुभाइ तयार छौँ, बुवा पनि हुनुहुन्छ यहाँ मेरो छेउमा। हाम्रो ऐतिहासिक रूपमा भेट भएको मामा हुनुहुन्छ यहाँ, मेरो साइला मामा। यो चाहिँ म जन्मिएको जति वर्ष भयो त्यति वर्ष पछाडि आज हाम्रो भेट भएको छ। यो ऐतिहासिक तिहार हुनेछ हाम्रो। यो सम्पूर्ण जानकारीहरू तपाईँहरूलाई म अपडेट गर्ने नै छु। मामासँगको यो भेटघाटको कुराकानी पनि यहाँलाई म जानकारी गराउने छु। केही ज्येष्ठ नागरिकका केही अनुभवहरू आज म भरे तपाईँहरूलाई अपडेट गर्नेछु र यो सबै जानकारी तपाईँहरूले मेरो युट्युब च्यानल गाउँले आवाजमा हेर्न नभुल्नुहोला। तबसम्मका लागि हवस् त, धन्यवाद। मेरो लागि ओम नमो भगवते वासुदेवाय एकदम राम्रो छ, बधाई दिनु होला तपाईँहरूले। अब आजको यात्रा हाम्रो तिहारको टिका लगाउने यात्रा छ। म घरबाट निस्किँदैछु र आजको यात्रा तपाईँहरूलाई म देखाउँदैछु। कुरा के भने नि, बहिनीको घरमा ठ्याक्कै आइपुग्यो। आइसकेपछि एउटै कलरको लुगा लगाउने भनेर बहिनीले यसरी लुगा रेडी गरे। त्यस पछाडि फुलदाजु चाहिँ एकदम मजाले हुँदैछ कि फुलदाजु चाहिँ एकदम मजाले कान्छो भाइलाई माया गरेर यसरी कुना पनि लगाइदिइसक्नु भएको छ। धन्यवाद। यस्तै यस्तै काम गर्दै गर्नु धेरै राम्रो हुन्छ। कति मजाले यसरी नि तिनजना दाजुभाइ बसेको। सबैभन्दा ठुलो चाहिँ तँ लगा भन्दै हुनुहुन्छ, सबैभन्दा सानो पनि म हो, सबैभन्दा ठुलो चाहिँ लगा भन्दै हुन्छ। यस्तै छ जिन्दगी। के भयो यो कति 2082 सालको तिहारमा आज हामी बहिनीको घरमा छौँ र बहिनीले चाहिँ यसरी तिहारको लागि सामग्री तयार गर्दैछिन्। यहाँ सबैले हेर्नु होला हाम्रो रमाइलो। कान्छी हो नि त, पहिला कान्छोबाट सुरु भयो भने कान्छीबाटै सुरु हुन्छ भनेर नि आइडिया लगाएको फुलले नै पुर्दा पनि म त केही भन्दिनँ। जुन मलाई कानमा चाहिँ तोरीको मेरो अलिकति भए पनि बचाइहाल्नु। अस्ति दसैँ पनि त्यस्तै हो, मलाई पुरा भुलक्कर भएको अझै पछाडि यो हो नि त सही ठाउँमा आएछ। लडिन्छ है, खुट्टा पुगिसक्यो भाइ। अहिले चाहिँ एकदम क्यामेराम्यान पर्फेक्ट। सम्झिरहेन न, केही हुँदैन होइन भन्छ। रेकर्ड चाहिँ हुँदैछ बाबु। नाइडु के लाउनु मन लाग्छ हिरो भनेर
म त अरू त गोरे छ भाइलाई म जस्तै छ खास अहिले 25 भन्दाखेरि ठ्याक्कै सबैले चिनिहाल्छन् मलाई त पसिना पनि खासै आउँदैन 1 लिटर मात्रै मलाई चाहिँ जिउमा आउँछ मुखमा चाहिँ आउँदैन जिउमा चाहिँ आउँछ किनकि पहिलो जन्मेदेखि यो ग्रिन मेरो अनुहारमा दिदीहरूले त पाउडर तेलले यो तेल टिका त्यस्तो अरू बेला मैले बिहेको दिन त मैले केही क्रिम लगाएँ बेहुलो अनि अकबर सुनलाई धेरै कस्तो लाउनु पर्दैन थियो अहिले सुन अलिकति अब महँगो भयो होइन अहिले अलि कमसल हुन थाल्यो नि त यो छोपेर चला पसिना के गर्न सक्छ भाइ हेर्दा मेरो अनुहार दामी छ ठ्याक्कै दाजुबहिनी भन्दा सुहाउने भयो त्यो यसो गर्दा हुन्छ यसलाई राख्नु कि फ्यान चलाउने हो भने यहाँ ल्याउँछ नि भने तना अगाडि के छ यो लगाएर टिका लगाएपछि टिका टलक्क टल्किन्छ नि त फ्यान चलाउने मान्छे ट्राई गरेको मेकअप नगरेर चाहिँ नराम्रो गर्दा छिटो अलिअलि के हुन्छ होला कि त्यतिकै हो नाचिरहन्छ म अलि अगाडि आउँछु नि सबै काठको त्यसै राम्रो त्यसै गोरो तिमीमाथि कति राम्रो हामी दाजुबहिनी सेम छौँ परेबाट चिन्छ एकछिन रोक्दा पनि हुन्छ अब टिका लाउँदै गरेको एकछिन रोक्नु अब कालो चिज दाजुको आयो गर्ने त पुरानै साथीहरू
यो चाहिँ यो गर्ने यस्तो गर्ने भने तर्किने लाउने बेलामा चाहिँ त्यसो गरेर अनि माथि बस्छ भनेर ए टल्किने पनि चाहिने तपाईँलाई चाहिँ चमकाउनु पऱ्यो नि त अब 1 वर्षभन्दा यता पाइँदैन फेरि मैले लामो नम्बर टिका चाहिँ तपाईँहरूलाई उता उता भस्म लगाइदियो कि हुनेले खानेकुरा चाहिँ अघि यता मलाई दिइसकेको छैन कतै कतै चाहिँ म पनि खाइरहेको छु नि भन्छ ज्ञान हेरेर दिएको के हो खान्छ भनेर हो कि खाइलाग्दो ज्यान भएको दाजु भनेर यताबाट कुटेरले खानु सक्दैन यसलाई ज्यान हेरेर मैले बुझ्नुहुन्छ कहाँ हुन्छ हौ अनि यहाँ खुट्टा ढोक्नलाई त चाहिँ ए किन ठुलो भन्ने आज हाम्रो भान्जाले 15 देखि 20 मिनटको भिडियो बनाउनु भयो है यस्तो भाइरल हुन्छ नि भान्जा यो भिडियो बाफरे खतरा हुन्छ भान्जा देउसी भट्याउन आउँछ आज गयो नि देउसी खेल्न हिजो हिजो कमाइ भएन केटाकेटीलाई देख्ने चाहिँ 10 रुपियाँ हाम्रो केटोले चाहिँ स्कुलमा ट्रेनिङ भइहाल्यो स्कुलले ट्रेनिङ भयो उयो काम चाहिँ मेरै भयो अनि प्र्याक्टिस गर्दा गर्दा पर्फेक्ट भएको थियो टिमले लिएर गयो यसलाई हायर गरेर लास्टमा अनि एकचोटि पैसा बाँड्दा 50 रुपियाँ उसलाई एक्स्ट्रा लिडर भएको नि त अब त्यसलाई स्टेजको कार्यक्रमहरू चलाउनहरू त्यस्तो सिकाउनु पर्छ आफै सिकाइहाल्ने अब अलिक डर भएको अब कस्तो रमाइलो टाइम भएको छ भने भन्छ मेरो पालि आएको छ है टिको लाउने एकदम नलाग्दो एकदम राम्रो बनाउनु ल अहिलेको बिग्रो पनि केही हुँदैन अलिक अगाडि आउनु त मान्छेहरूले पनि क्यामेरा चाहिँ नहाल्यो हामी अलिकति यतापट्टि आउनु त भन्छ कस्तो दामी आउँछ मलाई त टुरी गरेर अलिअलि मलाई त जति भएको छ सबै त कान्छ कति छ तँलाई हामीले छोडेको उब्रे पापेको जन्म सबै तँलाई दिएको तपाईँहरूलाई मन बुझ्छ मलाई पुरै र पाउँछमै अन्तिममा छोडेको दिदी भनेर भनौँ होइन त्यो त मलाई राम्रोसँग थाहा छ आउँछ नि हाल्दाखेरि अलिअलि बाहिर त जान्छ
माला पनि हेर्छ कस्तो टाइम पर्छ भाषे मानिलाई पहिला हामी अब बहिनीलाई पनि लगाइदिने हो एउटा काम चाहिँ के भएछ त अब हामीले माला चाहिँ लिएर आएनौँ अब यिनलाई चाहिँ के एउटा नाला अब हामीले के लाग्यो त्यही लगाउनु बहिनीलाई रातो बाइक त्यहाँ लगाइदिनु त्यही त मैले अघि नै भनेको भयो त सबैभन्दा धेरै मैले सेतो लगाइदिन्छु अनि तपाईँलाई मैले चाहिँ संस्कृतिमा के भने एकैचोटि सबै सोचिहालेँ तपाईँले चाहिँ मिलाएर चाहिँ राम्रो नगर्नु भएन फोटो सेसन पनि पुरा भयो है अब ल यति राम्रै मान्छेलाई यति राम्रै मान्छेलाई फोटो सेसन पनि पुरा भयो है अब ल ल आजको फोटो सेसन पनि सकियो अब हामी दाजुभाइ ठ्याक्कै जैसाथ र यहाँ सबैजना तिहारको एक चरणको सिद्धियो अब हामी रमाइलो देउसी भैलो एकछिन खेल्छौँ त्यस पछाडि अनि आफ्नो आफ्नो बाटो गन्तव्यतिर लाग्छ